मर्निङ गाइस, म चाहिँ खाना बनाउँदै आज चाहिँ फिस करी बनाउँदैछु। फर्स्ट टाइम प्याज भुनिराखेको छु अनि सेकेन्डमा चाहिँ टमाटर केचप र सबै मिक्स गरेको जस्तो अदरक लसुन टमाटर अनि सर्सौं हैन त्यो हो। अनि हरियो खुर्सानी अनि अब यसलाई एकदम राम्रोसँग मिक्स गर्ने। अनि यो चाहिँ गरम मसला हल्दी अनि यो पनि मिक्स मसला हो। अनि यो चाहिँ फिस करी मसला अनि स्वाद अनुसार नमक। अनि यसलाई पुरा मिक्स गर्ने। मिक्स गरेर चाहिँ यसलाई राम्रोसँग मिक्स गरेर पछि यसलाई कमसेकम 15 मिनटको लागि ढाक्दिने। यो फिस करी चाहिँ रेडी भयो। यो चाहिँ सिम्पल फिस करी, मसलाहरू कम, तेलहरू कम हैन। अब चाहिँ यसमा हल्का झोल हाल्ने स्वाद अनुसार। स्वाद अनुसार थोड़ा झोल हाल्ने। यसलाई चाहिँ मिक्स गर्ने। यसलाई फेरि तपाईको यसलाई लमसम 5 मिनट यसलाई फेरि ढाक्दिने र पकाउने। अब त्यस्तै गरी ग्रेभी चाहिँ एकदम पाक्यो। अब यसमा चाहिँ थोड़ा थोड़ा गरेर माछा हाल्दिने, फिस हाल्दिने है। हेर्नुस् हाल्दिने अनि मजाले अनि हल्का यसलाई चाहिँ यस्तो चाहिँ दबाइदिने ताकि पछि माथि पाक्दैन के। दबाइदिनु पर्छ हैन। अनि त्यसपछि हजुरको फेरि यसमा चाहिँ निम्बु हाल्दिने हल्का माथिबाट। यो निम्बुले चाहिँ फट्न दिँदैन।